Okay, hello everyone, welcome back to my channel. After long time मैले चाहिँ 4 वर्षपछि चाहिँ फेरि भिडियो चाहिँ बनाउन सुरु गरेको छु। मैले चाहिँ यतिकै बेलुकातिर दिनभरि घरमा चाहिँ लगाएर यतिकै आफ्नो घरबाट चाहिँ एलएन चोकसम्म जाने भिडियो चाहिँ बनाएको छु। यो चाहिँ मेरो घरबाट चाहिँ हुँदै शिव मन्दिर भनेको चाहिँ हाम्रो जिल्ला प्रशासन अगाडि त्यहाँसम्म, त्यहाँदेखि चाहिँ एलएन चोकसम्मको बेलुकातिरको भिडियो बनाएको छु। सो तपाईँले कस्तो लाग्छ त्यो फिडब्याक गरिदिनु होला। यो चाहिँ मेरो फर्स्ट आफ्टर 4 इयर्स भनौँ न, 4 वर्षपछि चाहिँ मैले आफ्टर ब्याक होइन भिडियो बनाउन चाहिँ सुरु गरेको छु। सो यो बाटो चाहिँ हाम्रो तपाईँको धनगढी वार्ड नम्बर 1 को बाटो हो, जो चाहिँ हाम्रो शैलेश्वरी कलेजबाट चाहिँ तल हाम्रो दोबाटोसम्म चाहिँ ग्राभिल भएको छ। अब केही दिनमा पिच हुन्छ भन्ने आश गरौँ न। चाहिँ यो चाहिँ हामी चाहिँ तपाईँको त्रिवेणी चोकबाट हुँदै अगाडि शिव मन्दिर पुग्छौँ। शिव मन्दिर भनेको चाहिँ हाम्रो धनगढीमा रहेको पशुपतिनाथ मन्दिर भनेर पनि चिनिने गर्दछ। अब एकछिनमा हामी चाहिँ शिव मन्दिर पुग्छौँ। शिव मन्दिर पुग्ने बित्तिकै हामी त्यहाँबाट लेफ्ट लियो भने चाहिँ हामी सिधै एलएन चोक पार्कमा जाने बाटोतिर जान्छौँ। बेलुकातिर एकदमै चिसो भइरहेको हुन्छ। धनगढीमा चाहिँ दिनभरि चाहिँ एकदमै हाई टेम्परेचरले गर्दा गर्मी एकदमै बढेकोले बेलुकातिर यसो घुम्न जाँदाखेरि एकदम चिसो, एकदम रमाइलो फिल हुन्छ। बाइकहरू स्कुटीहरूमा वकमा गयो भने होप तपाईँहरू पनि जानुहुन्छ होला चिसो हावा खान बेलुकातिर। सो इन्जोय द भिडियो।